के हजुरले चाहिँ फेसबुकमा चाहिँ भिडियोहरू हेर्नुहुन्छ, रिल्सहरू हेर्नुहुन्छ, रिल्सहरू हेरेर हैन त्यो रिल्सलाई के डाउनलोड गर्ने हजुरलाई थाहा छ? यदि थाहा छैन भनेपछि म चाहिँ आज त्यो कसरी डाउनलोड गर्ने फेसबुकको रिल्सको भिडियोहरू भनेर चाहिँ आज सिकाउन गइराखेको छु। त्यसको लागि यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने हजुरले चाहिँ फेसबुकको रिल्सको भिडियोहरू चाहिँ कसरी डाउनलोड गर्ने त्यसको लागि सिम्पली म फेसबुकमा जान्छु है। अनि फेसबुकमा जाने अनि फेसबुकमा टच गरिसकेपछि मानौ मलाई चाहिँ अब यो भिडियो चाहिँ हैन डाउनलोड गर्नु पर्यो भने अनि यहाँनिर चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो शेयरको अप्सनमा जाने अनि शेयरको अप्सनमा गइसकेपछि यहाँ चाहिँ हजुरले चाहिँ साइडमा यहाँ हैन यहाँ देख्न सक्नुहुन्छ कपी लिंक छ है। अनि यो कपी लिंक गर्ने कपी भयो अनि कपी भइसकेपछि हामी सिम्पलली हामी गुगलमा जानेछौँ है। गुगलमा जाने र सर्च बारमा चाहिँ गुगलको सर्च बारमा गएर अनि SANPSAVE चाहिँ सर्च गर्ने है। अनि सर्च गरिसकेपछि यहाँनिर चाहिँ हजुरले चाहिँ यो फर्स्ट चाहिँ वेबसाइट चाहिँ देख्न सक्नुहुन्छ है। अनि यसमा चाहिँ टच गर्ने। यसमा टच गरिसकेपछि यहाँनिर जो यहाँनिर यो खाली ठाउँ छ नि है। अनि यहाँनिर चाहिँ अब मैले अघि कपी लिंक गरेको थिएँ नि त हैन। अनि त्यसलाई चाहिँ यहाँनिर पेस्ट गर्ने अनि चाहिँ यहाँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ डाउनलोडको अप्सन अनि यहाँनिर चाहिँ टच गर्ने। यहाँनिर टच गरिसकेपछि यस्तो खालीको इन्टरफेस खुल्छ है। यहाँ आइसकेपछि यहाँनिर चाहिँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ यो फर्स्टमा डाउनलोड एचडी नाउ भन्छ है। अनि यसलाई चाहिँ यहाँनिर टच गर्ने। हेर्नुस् अब डाउनलोड स्टार्ट भयो। यो हेर्नुस् डाउनलोड भयो है। यसलाई चाहिँ हामी सजिलैसँग यसरी चाहिँ डाउनलोड गर्न सक्छौँ है। अनि मैले चाहिँ अहिले चाहिँ है यो डाउनलोड गरेको भिडियो हेर्नुस् यसरी चाहिँ भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा यस्तै खालीको भिडियोहरू हेर्न मन पराउनुहुन्छ भने लाइक कमेन्ट शेयर गरेर सपोर्ट गर्न सक्नुहुन्छ।